मेरो छोरीले चाहिँ फाइनली एबिसिडी लेख्न सिकिरहेकी छिन्। उनी चाहिँ अहिले लेख्दै छिन्। उनी चाहिँ स्कुलमा भर्ना भएकी चाहिँ छैनन्। घरमा यत्तिकै सिकाउँदै उनले चाहिँ एबिसिडी चाहिँ जेडसम्म चाहिँ लेख्न सिकिरहेछिन्। कोही अक्षरहरूमा चाहिँ अझै कम्प्लिट फाइन राइटिङ चाहिँ आइरहेको छैन। अनि कुनै अक्षरहरू अझै पनि कन्फ्युज भइरहेको छिन्। उनी चाहिँ सरकारी स्कुलमै छिन्। बाल विकासमा भर्ना चाहिँ भएको छिन्, तर अनि नयाँ ठाउँ र साथीहरू नचिनेको कारण चाहिँ उनी क्लासमा चाहिँ बस्दिनन्। त्यही पनि घरमै सिकाएर चाहिँ यत्तिको चाहिँ उनी सिकिरहेछिन्। अनि नेपाली अक्षर पनि सिक्दैछिन्। अङ्ग्रेजी चाहिँ अलि धेरै सिकिसकेका छिन्। नेपाली चाहिँ अलिक कम चिन्छन्। कम्प्लिट लेख्न चाहिँ आउँदैन। फाइनली